मैले बोलेको कुरा कतिजनालाई नराम्रो लाग्ला, तर यो तितो सत्य हो। पुरा सुनिदिनुहोला। सबैभन्दा धेरै अन्नको नोक्सान गर्ने देश कुन हो भन्दा नेपाल भन्न मिल्छ। किनभने नेपालमा विवाह, व्रतन, पूजाआजामा प्लेटभरि खाना उठाइन्छ। 2 गाँस खाएपछि लगेर त्यो खानालाई डस्टबिनमा डालिन्छ। पकाएको खानाहरू खाएर भन्दा पनि पकाएको खानाहरू डस्टबिनमा खाने मान्छेले फालिदिएर नोक्सान हुन्छ। खाएर त जति खाए पनि केही नराम्रो होइन, खाएको राम्रो, तर अन्नलाई लगेर फालेको धेरै नराम्रो। अन्न खेतीपाती गर्ने मान्छेलाई कति गाह्रो हुन्छ भन्नु त। अन्न फालियो भने कति नोक्सान हुन्छ, पाप पनि लाग्छ र श्राप पनि लाग्छ। अर्को कुरा, जसले पनि विवाह दान गर्नुभएको छ उहाँहरूले पनि कति मेहनत गरेर विवाहमा पार्टी दिँदै हुनुहुन्छ। सबैजनाले खाना प्लेटमा उठाएर 2 गाँस खाएर फालियो भने अन्नको कति नोक्सान भयो। पछि आउनेलाई सायद नपुग्न पनि सक्छ, पकाउन ढिलो पनि हुन सक्छ। त्यही भएर जति खाने हो त्यति मात्र प्लेटमा उठाउनु। खाना त थप्न पनि जति पनि पाइन्छ नि, होइन त। यो मैले धेरै ठाउँमा अन्नको नोक्सान भएको देखेर भिडियो बनाएकी हुँ। जसले पनि मेरो शब्द सुन्नुहुन्छ र कहीँ पनि पार्टीमा नोक्सान भएको देख्नुहुन्छ भने प्लिज सबैजनालाई सम्झाउनु होला। नमस्कार।